गाउँको मुखियाले गाउँलेहरूले खूब गाली गर्थे। गाउँलेहरू समस्या लिएर आउँथे अनि गाली गरेर फर्काइदिन्थ्यो। अनि गाउँलेहरू बहुत नराम्रो मान्थे। यो कुरा मुखियालाई पनि थाहा थियो। अनि जब मुखियाको मर्ने बेला आयो, मुखियाले आफ्नो छोराहरूलाई बोलायो, भन्यो कि बाबु, मैले गाउँलेहरूको चित्त धेरै दुखाएको छु। बहुत नराम्रो मान्छन्, तर म मरिसकेपछि तिमीहरू के यस्तो काम गर्नु कि गाउँलेहरूले भनुन् मुखिया धेरै राम्रो मान्छे थियो। केटाहरूले पनि ठिक छ। अनि केही दिनमा मुखिया मरिहाल्यो। मुखिया मरिसकेपछि गाउँलेहरूले आफ्नो समस्या छोराहरूले भन्न आए अनि छोराहरूले लखेटी लखेटी पिटे। गाउँलेहरू समस्या भन्न आउँथे, छोराहरू लखेटी लखेटी पिट्थे। त्यसपछि गाउँलेहरूले भने कि छोराहरू भन्दा राम्रो त त्यो बुढो मुखिया नै थियो, कमसेकम गाली मात्रै गर्थ्यो, यस्तो लखेटी लखेटी त पिट्थेन। त्यसैले म भन्छु, हामीहरूलाई महसुस नहोस् कि नयाँ नेताहरू भन्दा राम्रा ती पुराना बुढा नेताहरू थिए।